everyone, good morning. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि एकदम ठीक छु. First of all, happy दशैं everyone. आज चाहिँ दशैं हो अनि मेरो ड्राइभिङ टेस्ट पनि, so I am very nervous अहिले चाहिँ. So म चाहिँ अहिले यहाँ मामाको, मेरो इन्स्ट्रक्टर मामाको वेट गर्दै छु. त्यो पछि चाहिँ हामी जान्छ टेस्टको लागि. So guys, म भर्खर ड्राइभिङबाट आएँ अनि म चाहिँ पास भएको छु गाइज. आई एम भेरी ह्याप्पी. आज दशैंको दिन. गुड न्युज त्यही हो. मेरो बुढा चाहिँ अहिले घरमा हुनुहुन्न. मामा माइजूलाई लिनु चाहिँ उता रेडिङ जानु भएको छ. उहाँलाई चाहिँ अहिले थाहा छैन. उहाँ आएपछि चाहिँ म फेल भयो भन्छु, रियाक्सन लिन्छु अनि के भन्दो रहेछ लेट्स सी है. तो कोर्टमा चढाइदा कोमा चढाइ के गर्नु मेन प्लान सुन्नारो थियो त्यो कोर्टमा चढाइछ. ब्रो कबन मेजर हो क्या. कबन मेजर हो र माइनर हो कि मेजर हो कोर्ट हो न. पास हो है. ठिकै छ. ह्याप्पी दशैं यार. धेरै पछि हजुर म पनि हजुर आज यसपालि लाएको हजुर. त्यही भएर पछि हो फुल्ली है. ल ल टेक केयर. ओके ब्रो. पनि ह्याप्पी दशैं. बहिनीलाई सोधेछ अन्देऊ है. ल ओके टेक केयर. ओके हुन्छ. बाई बहिनी बाई. कति छिटो आयो त. अस्ति त छिटो आयो त. हजुर सबै आनन्द हुन्छ. हजुर सबै आनन्द हुन्छ. के भएर हाम्रो पनि सम्झना भन्दै हाई एभ्रिवान. हामी चाहिँ घरमा टिका सिका लाएर चाहिँ अब म र मेरो बुढा मामाको घर जाँदैछ. खोइ ह्याप्पी दशैं भन्नु न त हजुर. ह्याप्पी दशैं एभ्रिवान.
टिका लगाएर अब मामाहरुकोमा आफन्तको घरमा जानु आँटेको। घरको चाहिँ मैले सारै भिडियोहरु चाहिँ लिएको छैन होला, हल्का के भन्छ फोटोहरु चाहिँ खिचेको छु। अनि त्यही हो गाइज। यो अब यसरी बिसाइदे के लाउनै पर्छ अरे लाउनु भन्छ के त्यसरी सम्झेको घरमा माथि लागेको देख्छ भिजाको चामल गल हुँदा दाजु चाहिँ पर्दैन यो जमाना मात्रै हुन्छ सो गाइज अहिले चाहिँ हामी मामा माइजूको घरमा आइपुगेछ अनि टिका पनि लगाइसक्यो हामीले चाहिँ। अनि यहाँ चाहिँ हाम्रो आथे बाथे दाइहरु चाहिँ स्विटरबाट आउनु भएको अझ खाँदैछ है सबैजना। हामी चाहिँ खाँदैछु लक्ष्मीले बास होस् घरमा फुल मात्रै हुन्छ ए देवी कहाँ गयो ए मम्मीलाई जेसिका हुन्छ हुन्छ हजुर ए ल पैसा खै पर्दैन हजुर बजे पानी पऱ्यो भने यता कतिको छारी आउँछ यहाँ चाहिँ अलिकति यस्तो छेक्ने जस्तो के बनायो भने अलिक सेफ पनि यहाँ मात्र अलिकति आउँछ यताबाट मात्र आउने यहाँ अलिअलि यहाँ पर्छ उताबाट अरूहरू त कोही आउने त भन्नुभएको थिएन कि ऊ चाहिँ सबैजना सबै कुरा शान्ति होस् सबैले भन्नुहोस् राम्रो होस् है अहिलेसम्म राम्रो भएर एकदमै थ्याङ्क यू हजुर हजुर थ्याङ्क यू सबैको छुट्टी भयो है। थ्याङ्क यू एकैचोटि जम्मा साह्रो राम्रो भयो है हुनु नि त्यहाँ नि अहिले मान्छेहरू अटेछैन तर बिस्तारै बिस्तारै सबै निस्केर हिँड्ने क्या अनि अहिले ठिक हुँदैछ हजुर हामी पनि अब मान्छे त्यहाँ धेरै हुन्छ भनेर के अरे निस्केको हामी हुन त हजुरहरू कुरेको पछि बाच्चोको काम रहेछ भनेर भिडियोहरु पनि सबैभन्दा राम्रोसँग नि बनाएको छैन, टोटो फोटो भिडियो भयो भने नि हेरिदिनु होला। अनि अब चाहिँ हामी निरज दाइकोमा जाँदैछ। केही भन्नु चाहनुहुन्छ? के भन्ने हो, आज सबैजनालाई 1 सेकेन्ड ह्याप्पी दसैँ, सबैजना मङ्गलमय शुभकामना। मङ्गलमय शुभकामना
ब्रो नरोस् न अनि अर्को गुड न्युजको बारेमा अर्को गुड न्युज छ हाम्रो सीमाजीले फाइनल्ली गाडी पास गर्नुभयो हो धेरै धेरै बधाई छ मेरो बुढीलाई अब चाहिँ गाडी कुदाउने हैन उडाउने हो पहिले मनाउँदैन नि त लास्ट इयरबाट अलि राम्ररी मनाएको यसपालि पनि हजुर भल गर्न हजुर थ्याङ्क यू ल अब के आशीर्वाद चाहिँ निरोगी हुनु अब फुलेछ फल लागोस् त्यही त अब हामी यहाँ त अब कहिले सोचेको थिएन सीमाले चाहिँ अब साथीबाट भने नि अब यहाँ चाहिँ आफ्नै माइत घर जस्तो लाग्छ एकदम निरोगी भएर निरोगी हुनुपर्छ सबभन्दा निरोगी भएर राम्रो अनि इष्टमित्र चिन्ने बाबु सबैलाई के अरे खुसी बनाउनु हजुर आफू नि खुसी हुने हुन्छ हस् दक्षिणामा हुन्छ भाग्यवान भयो निरोगी ए दिदी कम हियर कम हियर अब फुलेछ फल लागोस् है पर्दैन क्या निरोगी तरू चिरिन्जिरी आयो तरू हौ खाइए करायाहरू चाडहरूको चाड देख्छ फुल्न चल्न है बुद्ध अबदेखि फुलेछ फल लागोस् मेरो भाइ निरोगी भएर है सधैँ दिदीलाई सम्झिने निरोगी हुने छिटो छिटो नेक्स्ट इयर एउटा घर र अनि मलाई पनि एउटा फल हेर फलेको देख्न पाऊँ भन्न मेरो बहिनी निरोगी भएर है सधैँ बुढालाई खुसी राखेर सबै मान्छेलाई चिनेर ह्याप्पी गरेर छिटो छिटो फल दिएर दिदीको आशीर्वाद होइन